कतिपय मान्छेहरूलाई लाग्छ होला होइन आफ्नो समस्याहरू मतलब आफ्नो साथी छ मतलब उनीहरूको भरोसा गर्छ होला, तर म चाहिँ कहिले पनि आफ्नो साथीहरूको चाहिँ भरोसा गर्दैन। किन भनेपछि आफ्नो दुःखको बेला कोही पनि काम लाग्दैन। जतिसुकै बेस्ट फ्रेन्ड नै होस् तर त्यो काम लाग्दैन। यदि दुःख परेको छ भने चाहिँ त्यो आफूले नै झेल्नुपर्छ, आफूले नै त्यो सल्भ गर्नुपर्छ। त्यसैले आफू नतातिदासम्म, आफूले सुरुवात नगर्दासम्म केही पनि हुँदैन गाइज। त्यसैले सुरुवात गर्नुपर्छ। बी कन्टिन्यू गाइज। म त पहिला सारिसकेको मान्छे हो, म अब रोकिनेवाला छैन होइन। कसले के गर्यो त्यो चाहिँ थाहा भएन। हाई गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। अहिले चाहिँ रात परिसकेको छ। मेरो ब्याकग्राउन्ड हेर्न सक्नुहुन्छ, यस्तो छ ब्याकग्राउन्ड चाहिँ यस्तो छ होइन। एकदम रात भइसक्यो भिडियो बनाउँदै। अरू कुरा चाहिँ थाहा भएन गाइज। कन्सिस्टेन्सीमा काम गरिरहेको छु। यति कुरा ढुक्कसँग थाहा थियो कि मलाई मेहनत गरेपछि केही चिज पाइन्छ होइन। मेहनत गर्ने मान्छे सफलतासम्म पुग्छ, त्यो चाहिँ थाहा छ। मेरो आजभोलि चाहिँ धेरै हरू घटिरहेको छ होइन। तर त्यो कुरा म हेर्दैन कहिले पनि। त्यो कुरा हेरेर डिमोटिभेट चाहिँ हुँदैन। जति भ्यूहरू जति घटे पनि तर मलाई मतलब छैन। म चाहिँ सिर्फ फोकस चाहिँ अगाडि नै राख्ने मान्छे हो। आफ्नो सफलतासम्म पुग्दासम्म म छोड्ने मान्छे चाहिँ होइन। म चाहिँ कामदेखि आउँदैछु गाइज। मेरो पछाडि चाहिँ एउटा कुकुर आइरहेको छ, एकदम माया लाग्दो कुकुर छ होइन। किधर जा रहा है?